नमस्कार साथीहरु। आन्दोलनमूलक स्वरोजगार मेरो अभियान यही अन्तर्गत म आज तपाईहरुलाई यस्तो चीजको बारेमा भन्दैछु, यस्तो एउटा फलको बारेमा भन्दैछु जो सारै मिठो पनि हुन्छ, तागतिलो पनि हुन्छ र हामी हर दिन प्रयोग गर्छौं। त्यस्तो चीज हो। त्यो चीज विदेशबाट आयात गरेर अरबौं पैसा हामीले विदेश पठाइराखेका छौं। हाम्रो हर चाडबाडदेखि लिएर हर घरको भान्सामा त्यो चीज अवश्य अनिवार्य रूपमा प्रयोग भइराखेको छ। अरबौंको सामान आयात हुन्छ। त्यो अरबौं पैसा विदेश गइराखेको छ नेपालमा। अनि हामी कसरी समृद्ध नेपाल हुन्छ, कसरी सुखी नेपाली हुन्छ, अनि कसरी नेपालमा रोजगार सिर्जना हुन्छ। अनि नेपालमा रोजगार सिर्जना भएन भनेर अनि हामी विदेशमा रोजगारीको लागि जान्छौं र त्यो विदेशमा गएर त्यही चीज विदेशमा गएर हामी फलाउँछौं। विश्वको हर वातावरणमा सुहाउँदो वातावरण हाम्रो देशमा छ, मौसम हाम्रो देशमा छ, सुहाउँदो भुवावा हाम्रो देशमा छ। अनि हामी त्यस्ता खेतीहरू किन नगर्ने? किन विदेशमा गएर त्यही खेती गरेर अनि त्यहाँ अरबौंको हामी नेपालमा आयात गरिराखेका छौं? हामी नेपालमै खेती गरेर निर्यात गरौँ न। विदेशीलाई दिने पैसा हामी यहीँ जम्मा गरौँ न। बरु विदेशबाट डलर त्यो बेचेर विदेशबाट डलर ल्याउँ न। अनि रोजगारी नि भयो, आम्दानी पनि भयो, देश समृद्धि पनि हुन्छ साथीहरु। अनि बेला बेलामा भन्सार रोक्यो भनेर सर्टेज भयो भनेर नेपालले हाहाकार नि गर्नु पर्दैन। अहिले त्यस्तै स्थिति छ। हो साथीहरु, म धेरै नअल्मलाइकन तपाईहरुलाई अब त्यही चीजको विषयमा भन्छु, जो काजु। अब दशैं तिहार लाग्दैछ। दशैंमा नि काजुको व्यापक मात्रामा बिक्री हुन्छ। तिहारमा त अनिवार्य रूपमा भाइ मसलादेखि लिएर हरेक चीजमा हामी भोज भत्तर जेमा पनि खीर पुलाउ हरमा काजु युज गर्छौं। खानाको स्वाद बढाउनलाई पनि काजुलाई पिसेर ग्रेभी बनाएर तरकारीको रूपमा हाल्ने काम गर्छौं। हर ठाउँमा काजुको उपयोग हुन्छ। काजुले हाम्रो शरीरको शक्ति बढाउँछ। त्यो काजु हाम्रै देशमा उत्पादन हुन्छ साथी। अहिले कहीँ झापातिर कतै त्यो उत्पादन पनि हुन थालेको छ। एउटा बुटो हुन्छ, ठूलो रुख हुन्छ, त्यसमा फल्छ यो काजु। यो काजुको उत्पादन हामी गरौँ न साथी। वर्षको अरबौं पैसा विदेश जानबाट जोगिन्छ साथी। उल्टो हामीले विदेश निर्यात गरेर अरबौं पैसा चाहिँ बरु नेपालमा ल्याउन सक्छौं साथी। जसले यो उत्पादन गर्नुहुन्छ, तपाईहरु मनग्गे युरोप अमेरिकामा कमाएको पैसा यही नेपालमा बसेर कमाउन सक्नुहुन्छ। योतिर हामी किन ध्यान नदिने साथीहरु? हामी खाली फुस्रा भाषण, फुस्रा नारा, एउटा नेतालाई बचाउनलाई सडकमा नारा जुलुस, काम केही गर्दैनौं, अरूलाई तथानाम गाली गर्छौं अनि आफू विदेश जान लालायित हुन्छौं। गर्न सके विदेशमा भन्दा यही सुन, चाँदी, हीरा, मोती फल्न सक्छ। हीरा मोती टिप्ने अवस्था यही नेपालमा बन्छ। तर हामी किन गर्न सक्दैनौं? किन गरिराखेका छैनौं? एउटा यो माटो सुहाउँदो, मैले यति भनिरहँदा जनतालाई मात्रै भनिरहँदा माटो सुहाउँदो सरकारले पनि त्यो अनुसारको व्यवस्थापन गर्न सकेका छैन। कृषि मन्त्रालयले किसानलाई प्रोत्साहन गर्न सकिरहेका छैन। हामी कृषि प्रधान देश भन्छौं, तर हर चीज विदेशबाट आयात गर्छौं। अनि कहिले सर्टेज, कहिले के। अहिलेकै कुरा गर्ने हो नि उस्तै पर्यो भने हाम्रो अहिलेको दशैं तिहारमा काजु सर्टेज हुने अवस्था छ। तिहार काजु बिनाको तिहार हुन सक्छ, किनभने त्यो विदेशबाट आयात हुन्छ। हाम्रै देशमा फल्थ्यो भने हामी काजु बिनाको तिहार मनाउनु पर्दैन। धेरै गाह्रो छ साथीहरु। टन्न पैसा तिरेर पनि पाउने अवस्था छैन। त्यस्ता चीजहरु हामी आफ्नै देशमा फलाउन साथीहरु।
किन आन्दोलन र विदेश पलायनमा किन अर्कालाई गाली गर्नमा हामी समय खर्च गरिरहेछौँ साथीहरू? हामी आफ्नो देश आफै बनाउनको लागि, समृद्ध नेपाल, सुखी नेपाली बनाउनको लागि त हर व्यक्तिले, हर किसानले केही न केही सोचौँ न। हर व्यक्ति किसानी काम गरौँ। शिक्षा नीति परिवर्तन गरौँ न सरकारले। व्यवहारिक प्र्याक्टिकल शिक्षाहरू लागू गरौँ, कृषि शिक्षा लागू गरौँ, नैतिक शिक्षा लागू गरौँ, जसले आफै माटोमा खोस्रेर युरोप अमेरिकामा भन्दा बढी कमाउन सकोस्। किन यसमा हामी ध्यान दिइरहेका छैनौँ? विदेशबाट सामान आयात गर्यो अनि भन्सारमा कर्मचारी बस्यो, अन्डर बिलिङमा सामान छिरायो अनि कमिसन खायो, कर्मचारी मोटायो अनि देश दिन प्रतिदिन खाडलमा गयो। यतिमा मात्रै हामी रमाइरहेका छौँ साथी। यतिले कहिले पनि हुँदैन। तपाईँ काजु खेतीलाई प्रोत्साहन गरौँ, काजु खेती गर्न थालौँ, अरबौं अरबको अहिले भन्सा ट्याक्स भन्दा अरबौं अरब त हामी काजु बेचेर कमाउन सक्छौँ। अनि देश समृद्ध भएन, नेपाली समृद्ध भएन हो। अनि त्यही काजु खेतीको लागि जसरी नेपाली अहिले विदेशमा रोजगारको लागि यस्तै यस्तै खेतीको लागि गएर काम गर्नलाई पनि हानथाप गरेर गइराखेका छन् हो। विदेशीहरू नेपालमा यस्तै यस्तै खेतीको लागि, काजु खेतीको लागि काम गर्नको लागि मनग्गे पैसा आएपछि हानथाप गरेर आउँछ। त्यो वातावरण हामी बनाउन साथीहरू। यो काजु यति महत्त्वपूर्ण छ, यति स्वादिलो छ, यति मिठो छ। यस्तो चिज हाम्रै देशमा फल्छ भने हामी किन विदेशबाट आयात गरेर गमक्क फुलेर बसिरहेका छौँ? विदेशबाट आयात गर्ने, गमक्क फुलेर बस्ने अनि त्यहाँबाट समृद्ध नेपाल भएन भनेर हुन्छ? पहिला समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान हो यो कृषि क्षेत्र। हर दिन मैले एउटा भिडियो हालिराखेको छु। त्यो सबै भिडियो हेर्नुहोस्, हर दिन नयाँ नयाँ चिजको हालिराखेको छु। ती सबै नेपालमा फलाउन सकिन्छ। खालि वातावरण हुनु पर्यो, कृषिलाई प्रोत्साहन गर्नु पर्यो, जनतालाई प्रोत्साहन गर्नु पर्यो। यति भयो भने नेपालमै फल्छ काजु। विदेशबाट आयात गरिरहनु पर्दैन। नेपालमै सुन फलाउन सकिन्छ, रोजगारको लागि विदेश पलायन हुनु पर्दैन। यतातिर सबैले ध्यान दिए। हस्।